स्टेज नेम नि अथर गन राखौ भनेर बिच्किने मान्छेहरू नि यही मान्छेहरू हो। कुहिरेको बिउ र के भन्दै हिँड्ने मान्छेहरू यही हो। यिनीहरूको त साला एकैचोटि त्यो के भन्नु खन्ती सन्ती ल्याएर नि एकैचोटि कन्डोमा लुम्मे गरेर एकैचोटि हानिदिनु पर्ने साला। अनि 3-4 दिन त्यत्तिकै छोडिदिने क्या। अनि 3-4 दिन पछि गएर हेर्ने कि मरेको रहेन फेरि त्यही निकालेर फेरि गाडिदिने क्या खातेलाई। कति हेर्छेस् हौ मुला यार, कति हेर्छेस् त्यो टिभीमा हेरेर ओहो कस्तो दामी गाडी के कतिचोटि कहिले हेर्ने आँखाले पुरै प्रत्यक्ष कहिले हेर्ने पुरै आएर कस्तो मन छ होला। ओहो रिसिटिरहेछ नि म बोलेको देख्दाखेरि। त्यो तेरो खुम्चेको अनुहार ओहो पाचक खाएर त्यो अमिलो पाचक खाएर त्यो पुरा सुँगाइदियो जस्तो थोपडा म पनि यहाँबाट देखिरहेको छु, फिल गरिरहेछु त्यो खाते। त्यो रिस म फिल गर्नु सक्छु, त्यो आरिस जलेको साला। हेर्न यहाँ ढुक्क छ आनन्दले। तँ अहिले बाहिर निस्किँदा एकैचोटि भाटा खान्छस्, यहाँ बाहिर निस्किँदा केही पनि हुँदैन। कस्तो कुरा गर्छ यार, यस्तो रिस उठेर आउँछ यार यस्तो मान्छेहरू यार। म त कसम होला यार यो मान्छेहरूले होइन आफू डुब्छ देश पनि डुबाउँछ, सबैलाई डुबाउने मान्छेहरू यिनीहरू भनेको। यिनीहरूलाई कहिले पनि यस्तो मान्छेलाई कहिले पनि सकिँदैन। एनिवेज अरू कुरा त्यस्तै होइन गाइज। मलाई यो धेर बोल्नु छैन केही छैन होइन। यो मान्छेहरू प्यातर यो बोल्दै गर्छ। यो यिनीहरूको त म भेट्ने बित्तिकै चोत्रा उक्काउँछु होइन। जतिखेर ढकमा बसेको छ यताउति माल खाँदै हिँडेर अनि साला अरूलाई गजडी र के भन्दै हिँडेको छ तेरीमा खातेहरू साला। यस्तो रिस उठेर आउँछ यार यो मान्छेहरूदेखि त। एनिवेज मेरो कति बोल्नु होइन आज हल्का आउट अफ कन्ट्रोल गयो जस्तो लाग्यो मलाई हो है गाइस, हल्का गयो जस्तो लाग्यो। एनिवेज कुल चाहिँ मेन्टेन गर्नुपर्छ है। त्यो त मेरो जाने बेलामा एउटा सायरी छ होइन, सायरी भन्नु कि लोकदोरी भन्नु।